अल्जेब्रिक एक्सप्रेसन बीजगणितीय अभिव्यञ्जक यो बीजगणितको केही भित्र हामी पढिसकेका छौं। अब त्यो मध्ये एउटा के छ इक्वेसन भन्ने समीकरण छ। त्यो समीकरणमा चाहिँ हामीले पहिला के कुरा जान्नु पर्ने हुन्छ है। जस्तै यहाँ सुन्ने यो समीकरणमा चाहिँ सुरुमा हामीले एनओटी नोट लेख्ने। यो नोटमा कस्तो कुरा छ भन्दाखेरि के कुराहरु चाहिँ जस्तै यो के हो इक्वल टु हो नि हैन इक्वल टु भन्दा यता माइनस छ भने उता बसाइसक्दा के हुन्छ प्लस हुन्छ नि त हैन। अब इक्वल टु भन्दा यता प्लस छ भने उता के हुन्छ माइनस। त्यसपछि इक्वल टु भन्दा यता मल्टिप्लाई छ भने उता डिभाइड हुन्छ नि त हैन। त्यो इक्वल टु भन्दा यता डिभाइड छ भने मल्टिप्लाई। अब हामी यति कुरा जान्नु पर्यो सबैभन्दा पहिला नोट लेख्ने समीकरणमा इक्वल टु भन्दा यता माइनस छ भने यता बसाइसकेर प्लस हुन्छ है। ठ्याक्कै नेगेटिभ छ भने पोजिटिभ भएर जान्छ। त्यसपछि इक्वल टु भन्दा यता पोजिटिभ छ भने उता नेगेटिभ हुन्छ। इक्वल टु भन्दा यता मल्टिप्लाई छ भने उता डिभाइड हुन्छ। इक्वल टु भन्दा यता डिभाइड छ उता के हुन्छ यो के भयो हाम्रो रुल्स भयो। योमा इक्वेसनमा केही हिसाबहरु छन्। जस्तै के भन्छ यसले x + 6 = 10 है। यो हाम्रो क्वेशन हो इक्वेसनको एउटा समीकरणको क्वेशन हो। योमा चाहिँ के भन्छ एउटा तराजु छ है। एउटा के छ रे तराजु छ यो एउटा तराजु छ। यो 6 केजी र 6 केजी मानौ फर एक्जाम्पल 6 केजी 6 केजी 6 केजी 6 केजी र 6 केजी है। अथवा नुन छ के भन्छ इक्वेसन छोडी हजुरहरुले यासो एलबी सल्भ गर्ने अनि x + 6 = 10 है। 10 जस्तै यही क्वेशनलाई के भन्छ अब यदि यहाँ प्लस छ भनेपछि SUBTRACTI subtraction by 6 BOTS both side है। यदि यहाँ प्लस छ भने यहाँ सबट्र्याक्सन बाइ 6 बोथ साइड 6 लाई दुवै तर्फ घटाउँदा भने हो के 6 लाई दुवै तर्फ के त घटाउँदा। अब x + 6 के भनेछ सबट्र्याक्सन बाइ 6 बोथ साइड भनेछ। यो 6 लाई दुवै तर्फ के त घटाउँदा भनेछ। अब यहाँ -6 हुने भयो कि नै हुने भयो नि त हैन। इक्वल टु दुवै बोथ साइड भने दुवै तर्फ भनेपछि यहाँ पनि -6 हुने भयो हैन। अब 6 बाट यहाँ सुन्नु त 6 को अगाडि माइनस छ 6 को अगाडि प्लस छ। एउटा कुरा यहाँ पनि फेरि रिमेम्बर आरी यहाँ नु त रिमेम्बर के सम्झिने। जस्तै प्लस इन्टु माइनस माइनस हुन्छ रे के प्लस इन्टु माइनस के हुन्छ रे माइनस इन्टु प्लस के हुन्छ प्लस इन्टु प्लस के हुन्छ उसो भनेपछि माइनस इन्टु माइनस के हुन्छ त माइनस के हुन्छ प्लस हुन्छ। फेरि एकपटक सुन्नु अगेन प्लस इन्टु माइनस के हुन्छ माइनस माइनस इन्टु प्लस माइनस प्लस इन्टु प्लस माइनस इन्टु माइनस उसो भनेपछि हाम्रो के छ एउटा यहाँनिर हेर्नु त 6 बाट 0 भयो कि नै 0 भयो कि नै इक्वल टु 6 बाट 10 बाट 6 बाट कति हुन्छ हेर्नु त। अब x बाट 0 जोड्दा x नै हुन्छ। x बाट हाम्रो आन्सर हुने भयो। यहाँ दिएर फर दिने यहाँ 3 वटा थप्दा अरे और दिने और दिने। अब यही क्वेशनलाई एकदमै लङ तरिका यसरी गर्ने। अब सर्ट ट्रिक पनि छ नि त हाम्रो हैन एकदमै सर्टकट। यसलाई सर्टकट गर्दाखेरि यसरी गर्ने हजुरहरुले है। सर्टकट गर्दाखेरि है ल्याङ्ग्वेज लेख्नु पर्दैन। हजुरले के गर्ने x बराबर यो 10 लेख्ने के भनेछ अब डिजिट एकतिर भन्ने कि अंकहरुलाई एकतिर भन्ने। जस्तै इक्वल टु भन्दा यता प्लस छ भने उता जाँदा के हुन्छ माइनस हुन्छ। के हुन्छ रे माइनस हुन्छ। जस्तै फर एक्जाम्पल कुनै पनि डिजिटको अगाडि कुनै पनि उसको साइन के हो आइडी कार्ड यो आइडी कार्ड छ नि उसको साइन हो के उसको आइडी कार्ड साइन हो। जस्तै कुनै पनि डिजिटको अगाडि त्यो साइन भने उसको आइडी कार्ड हो त्यो डिजिटलाई जागा त्यही लिने हो भन्न खोज्छ के। अब यहाँ सुन्नु यो +6 उता जाँदा के हुन्छ माइनस हुन्छ कि नै हुन्छ। x बराबर 10 बाट 6 हट्यो 4 सरी हेर्नु त 1 2 3 4 5 6 7 8 9 10 ल 1 2 3 4 5 6 7 8 9 10 10 बाट 6 वटा 10 वटा लट्ठी थिए
6वटा लट्ठी चाहिँ भाँचे मैले 1 2 3 4 5 6 वटा लट्ठी चाहिँ हाल्दिए मैले कतिवटा बच्यो 1 2 3 4 वटा बच्यो बुझ्नुभयो हजुरहरुले अब यो क्वेशन एउटा अर्को क्वेशन ल यही क्वेशन हेर्नु 6 बराबर 10 अघि चाहिँ यो क्वेशन प्लसमा थियो अब माइनसमा आयो अब यो रुल्समा हेर्नु त यो रुल्समा यो अब यो रुल्समा अघि चाहिँ यो रुल्समा थियो अब यो रुल्समा है अब यहाँ सुन्नु यहाँनिर जस्ट यो रुल्स तर 10 यहाँ सुन्नु त जसले यता माइनस छ भने उता के हुन्छ प्लस अब हेर्नु त x बराबर 6 और 10 माइनस 6 उता के हुन्छ प्लस 6 बुझ्नुभयो हजुरहरुले यस कस्तो लाग्छ